वेलकम ब्याक टु माई मिनी ब्लग। फेरि पनि साथीहरू सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु। आज चाहिँ बहिनी र म चाहिँ पुरा मामाकोतिर जानेछौँ। हामीसँग चाहिँ रेडी भइसकेको छौँ। अब हामीलाई हेर्नु होला, हामी बसदेखि जानेछौँ। आज हामी मामालाई भेट्नको लागि धेरै ह्याप्पी, धेरै एक्साइटेड छौँ। म चाहिँ रुमदेखि निस्केको, अब अटोदेखि जाने हो। यहाँ देख्नु सक्नुहुनेछ म चाहिँ अब अटोभित्रमा बसेको साथीहरू बसदेखि झरेर पनि हिँड्न लाग्यो। यति साह्रो गर्मी, यहाँदेखि कहाँ जानु थाहा पनि छैनको। पुरा बस्ने चाहिँ हामीले अलिक वरसम्म ल्याइदियो नि त, वर भएको कारणले हामी चाहिँ पुरा यस्तो हिँडिरहेको छ। यस्तो गर्नु मामासँग 18 वर्षको बादमा देख्नु होला मामालाई। नमस्कार मामा, देख्नु होला कतिले हामी आइसक्यौँ। देख्नु होला मामाले फोन नउठाउँछ त। ल हुन्छ अङ्कल, धन्यवाद, पर्खिनु भयो। साथीहरू म बोल्ला आमुना बेबी त्यो मामा घरमा फेरि आफै एकदम तरिकाले खाजा के बनाएको बहिनी, के बनाएको? अब हामी करेन्ट चाउचाउ हामी दुईजनालाई करेन्ट चाउचाउले नछोड्नै पऱ्यो कि साथीहरू हेर्नु सक्नुहुन्छ। अब बहिनी म त ला बहिनी पकाउँछ त, जहिले बहिनी पकाउँछ म पकाउन होइन। बाहिर जानुभएको छ, अनि टक्कसँग लाएर म चाहिँ यहाँनिर भाइलाई खिच्छु। मेरो साथमा सानो बेबी छ, हेर्नु सक्नुहुनेछ मेरो क्युट बेबी। मेरो भाइ मेरो भाइलाई हेर्नु साथीको भयो। किन भयो साथीहरू, राख्दै किन भयो? आयो मेरो के भाइर नानी र मलाई देख्न सक्नुहुन्छ। आम्बो नानु चाहिँ मामा माइजूको रुमदेखि निस्केर बोक्नेছি देख्न सक्नुहुन्छ। आम्बो आउनु साथीहरू हामी चाहिँ भाइसँग निस्केको। भाइ रडिरहनु म जाने ठाउँमा जहिले पनि नानीहरू हुन्छ, मलाई धेरै मनपर्छ। अगाडि एउटी हिँड्दैछौँ, मेरो भाइ यहाँ छ। हाम्रो मेरो भाइ होइन यहाँनिर देख्नु सक्नुहुन्छ मेरो प्यारो भाइ होइन आमा पुरा भाइ चाहिँ लडेर जानुपर्छ। यहाँ यो झन्डाले यो सब मैले बुझिरहेको छु है, देख्नु होला। बहिनी हेर्ने भाइ हेर्नु मलाई बसेको भाइ चाहिँ मलाई राम्रो हेर्दैन। अब न भाइले चाहिँ पुरा मलाई चाहिँ राम्रो हेर्दैछ। अब मेरो भाइ हेर्नु तपाईँलाई के रहेछ तिमी हाम्रो नदेख्नु होला। पर्क्याको हालत चाहिँ त्यस्तो छ। जानवरमा भिडियो गर्न आएको त यस्तो भइरहेछ। हामी चाहिँ पुरा यता गर्नु हामीले चाहिँ घुमेर पनि आइसक्यौँ। देखिसक्नुहुन्छ यो सिरमा चाहिँ पछाडि भाइ र बहिनी चाहिँ अगाडि हामी 4 जना हिँडिराख्छौँ। बहिनी पछाडि दुईजना ल मै सानो भाइ चाहिँ मसँग मान्दैन नि त, मको छैन। बहिनी चाहिँ पछाडि जाँदैछ।
नजाउँ गाह्रो छ भने मैले चाहिँ चाउमिन बनाएको छ नि त यता लामा साथीले बनाएको देख्न सक्नुहुनेछ मेरो चाहिँ दादा हो नि फेरि साथीहरू दादा बोल्नु न दादा चाहिँ फेरि धेरै लजाउनुहुन्छ नि त फेरि म चाहिँ लाज लाग्दिनँ नि त म त भिडियो बनाइदिइहाल्छु नि त दादाको चाहिँ मामाको चाहिँ यस्तो व्यवस्था छ साथीहरू फाइनली मेरो फेभरेट भनेको पनि थुक्पै हो मामाले पनि यस्तै बनाउनुहुन्छ तपाईँहरूलाई थाहै होला साथीहरू आजलाई भिडियो यतिमै म समाप्त गर्न चाहे आजको देख्न सक्नुहुनेछ आज यतिमै हामी बाई बाई हामी फेरि भोलि भेट्नेछौँ बाई सानो बाई बाई गाइस भन्नु बाई बाई साथीहरू हामी फेरि पनि न्यू भिडियोमा भेट्ने नै छौँ।